प्रथम चाहिँ मैले 3.5 वर्ष अदालतमा न्यायको ढोका ढकढकै राखेको थिएँ। मलाई अघिल्लो पटक 77 सालमा नियुक्ति पाउँदाखेरि 4 वर्षको अवधिमा 6 महिना पनि नपुग्दै मेरो जिम्मेवारी अन्त्य गरिएको थियो त्यति बेला। र मैले अदालतमा न्यायको लागि गएको थिएँ र माघ 25 मा मेरो त्यो नियुक्ति अवधि सकिएको हुँदा मेरो औचित्य सकियो भनेर अदालतबाट मैले न्याय पाइनँ भन्ने अवस्थामा रहेकोमा नेपाल सरकारले मलाई यो जिम्मेवारीमा त्यो पुनः नियुक्ति गर्दाखेरि मैले न्याय पाएँ भन्ने मलाई लागेको छ। र 4 वर्षको लागि भनेर तोकिएर अब नियुक्ति दिँदै गर्दा मेरो करिब झन्डै 4 वर्ष नै काम गर्न बाँकी रहेको थियो, 3.5 वर्ष। र त्यस हिसाबले म अब आफूले त्यति बेला गर्न चाहेका मेरो 33 वर्षको अनुभव र विद्युत ऊर्जा प्रसारण वितरण क्षेत्रमा मैले गरेको प्राविधिक व्यवस्थापकीय अनुभव र दक्षताले देखेका कुराहरू, गर्नु खोजेका कुराहरू अब फेरि सुरुवात गर्नेछु। र अहिले मलाई लाग्छ ऊर्जा क्षेत्रमा, विद्युतको क्षेत्रमा केही ठूला चुनौतीहरू छन्। हेर्दा बाहिर सबै कुरा अल इज वेल भन्ने देखिए तापनि भित्र धेरै समस्याहरू रहेको मैले जानकारी पाएको छु। र त्यसलाई चाहिँ हामी सबै साथीहरू मिलेर र एउटा टिमको रूपमा व्यक्तिलाई भन्दा पनि संस्थालाई प्राथमिकता दिएर यो समस्याहरूलाई हामी समाधान गर्छौँ भन्ने लागेको छ। सो लोड सेडिङ इज नो मोर द इस्यु। रिलायबल इलेक्ट्रिसिटी भयो भने तपाईँ हामी प्रेसर कुकरको सट्टामा राइस कुकरमा भात पकाउँछौँ, रिलायबल होइन भने पकाउँदैनौँ। इन्डस्ट्रिज त अब त्योभन्दा पनि बढी रिलायबल इलेक्ट्रिसिटी खोज्छन्। त्यसैले रिलायबिलिटी इज आवर च्यालेन्ज नाउ। आजको चुनौती भनेको विश्वसनीय बिजुली हो। त्यसमा म लाग्छु। त्यसको कसरी समाधान गर्ने भन्दा पनि त्यो समाधान गर्ने कुराहरू यो अर्धन्यायिक निकायबाट यसमा एउटा सिफारिसहरू आइसकेको छ। त्यसलाई अब प्रक्रियागत कुरा मात्रै बाँकी रहेको हो। त्यो प्रक्रियागत कुरामा म चाहिँ आफू प्राविधिक रूपमा त्यसलाई समाधान निकाल्छु। यो समाधान निकाल्ने विल पावर अथवा निष्पक्षता चाहिएको थियो, त्यो निष्पक्षता म दिन सक्छु जस्तो लाग्छ। र यो मेरो लागि अवसर हो। तर त्यो अवसर किनभने 4 वर्षको लागि मैले यो काम गर्नुपर्ने छ, यो अवसर हो। एउटा पहिले पाएको थिएँ अवसर, त्यो अवसर बिचमा टुट्यो। त्यसैले यो एक प्रकारले अवसर हो। तर चुनौती किन एस्पेक्टमा हो भने देश अहिले अलिकति ऊर्जाको हिसाबले अलि संकटपूर्ण अवस्थामा छ। यो मैले भने बाहिरबाट हेर्दा अल इज वेल देखिन्छ, तर भित्र यहाँ धेरै संकट छ। प्राधिकरणको साथीहरूले चिन्ता व्यक्त गरिराख्नु भएको थियो कि फाइनेन्सियली हामी अहिले समस्यामा पनि छौँ र नयाँ कन्स्ट्रक्सनहरू गर्नको लागि हामीसँग समस्या छ फाइनेन्सको। तर 28,000 मेगावाट 10 वर्षमा भने सरकारले अगाडि बढिराखेको छ। त्यो गर्नको लागि प्राधिकरणले गर्नुपर्ने जिम्मेवारी पूरा गर्नको लागि अब प्राधिकरण आफूसँग पनि र सरकारसँग पनि आर्थिक रूपमा धेरै ठूलो चुनौतीहरू छन्। त्यसलाई कसरी पूर्ति गर्ने भनेर त्यसैले यो मैले चाहिँ चुनौतीको रूपमा पनि लेख्छु। रोकिँदैन किन व्यक्ति विशेषमा जानुहुन्छ? संस्था विद्युत प्राधिकरण 2042 सालदेखि छ, किन रोकिन्छ?